16औं योजना 16औं योजना कहिलेदेखि पहिले 81 82 देखि 85 86 सम्म। आज हामी सामाजिक न्यायका राष्ट्रिय लक्ष्य स्थिति र लक्ष्य, स्थिति भनेको 79 80 को छ र टार्गेट चाहिँ हाम्रो 2085 86 को छ र यो चाहिँ गर्नुपर्ने समयावधि भनेको आर्थिक वर्ष 81 82 देखि 85 86 सम्म 10 वटा हाम्रो चाहिँ सामाजिक न्यायका राष्ट्रिय लक्ष्य तोकिएको छ। जसमा नम्बर 1 मा जाउँ, असमानता समायोजित मानव विकास सूचकाङ्क 0.424, टार्गेट चाहिँ 0.600 छ। उपभोगमा आधारित जिनी बुढा 0.300, स्थिति टार्गेट चाहिँ घटाउनु पर्ने 0.280। सम्पत्तिमा आधारित जिनी बुढा 0.24 छ, घटाउनु पर्ने चाहिँ 0.22 छ। उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार भनेपछि 1.3, टार्गेट चाहिँ 1 पुर्याउनु पर्ने। आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या 32% पुर्याउनु पर्ने 60%। लैंगिक विकास सूचकाङ्क 0.885 रहेछ, टार्गेट चाहिँ 0.967 रहेछ। लैंगिक असमानता सूचकाङ्क 0.495 रहेछ, घटाउनु पर्ने चाहिँ 0.225 रहेछ। रोजगारीमा महिला र पुरुषको सहभागिता 1:1.7 रहेछ, घटाउनु पर्ने चाहिँ 1:1.2 रहेछ। बाध्यकारी श्रमको दर 15 वर्ष सोभन्दा माथि चाहिँ 1.2 प्रति हजार रहेछ, पुर्याउनु पर्ने 0 प्रति हजार। महिलाको नाममा घर वा घर जग्गा दर्ता गरेका परिवार भन्दाखेरि प्रतिशतमा 23.8, पुर्याउनु पर्ने चाहिँ 35%। हस्त, धन्यवाद।